भाइको बर्थडे थियो कि। अनि त्यसपछि कामबाट फर्केर केक अनि सामानहरू लिएर आइसकेपछि चाहिँ एकछिन रेस्ट गरेर खाना बनाउन सुरु गरेँ। अनि खानामा चाहिँ अचार, चिकन र मटन बनाउने प्लान भएको थियो मेरो र मम्मीको। अनि त्यसपछि त्यही अनुसार चाहिँ चिकन म्यारिनेट गर्ने, अचारहरूको लागि सामानहरू रेडी गर्ने भयो। अनि त्यो भइसकेपछि चाहिँ बेलुन फुल्लाएको एकछिन त उब्बरै सास फेर्नै गाह्रो भएको थियो। अनि त्यसपछि चाहिँ अचारहरू बनाइयो। सब प्रिपेयर गरेर भ्याइसकेपछि चाहिँ बाबा आउनु भइसकेको थियो। सबैजना आइसकेपछि चाहिँ बर्थडे सेलिब्रेट गर्नतिर लागियो। भाइले पुरा केकको चाहिँ स्न्याप गराएर आफ्ना साथीहरूलाई पठाउँदै थियो। अनि भाइलाई बर्थडे गिफ्टको प्राङ्क गर्ने भनेर चाहिँ खतरा प्लान बनाएको थिएँ। तर लास्टमा भाइले थाहा पाएर प्लानै फ्लप भयो। यदि तपाईँले त्यो भिडियो हेर्न चाहनुहुन्छ भने म यो भिडियो पछि चाहिँ हाल्नेछु। अनि सबैले भाइलाई टिका लगाइदिएर आशीर्वाद दिएर केक कटिङ गरेर अनि मैले चाहिँ भाइलाई खतरा आशीर्वाद दिएँ। थ्याङ्क्स फर वाचिङ।